लैजानै मिल्ने सामान पनि रङ ब्यागमा प्याक गर्दाखेरि तपाईको सामान सिज हुने चान्सेस हाई हुन्छ। किन? लेट्स लर्न इन दिस भिडियो। कुनै पनि सामान या वस्तु जसले तपाई फ्लाइ गर्न लाग्नु भएको एयरक्राफ्ट र तपाईसँगै यात्रा गर्न लाग्नु भएको अरु यात्रु र साथसाथै अपरेटिङ क्रू मेम्बर्सलाई हार्म गर्ने चान्सेस छ भने त्यो सामान या त्यो वस्तुलाई एयरलाइन्स र सिक्युरिटी पर्सनले सिक्युरिटी रिजन देखाउँदै प्रतिबन्ध लगाउने गर्छन्। एयरलाइन्सले प्रतिबन्ध लगाएको सामान और क्वान्टिटी माथि ओरिजिन र डेस्टिनेसनका लोकल गभर्नमेन्टले लगाएको प्रतिबन्ध अझ ठुलो र स्ट्रङ मानिन्छ र लोकल गभर्नमेन्टको रुल इम्प्लिमेन्ट हुन्छ जुन यात्रुहरूले फलो गर्नुपर्ने हुन्छ। यी प्रतिबन्ध लगाएका वस्तु भने एक ठाउँबाट अर्को ठाउँमा ट्रान्सफर गर्नै नमिल्ने चाहिँ होइन, तर ट्रान्सफर गर्न मिल्ने खण्डमा भने कति क्वान्टिटीसम्म लैजाने, कसरी प्याक गर्ने, ह्यान्ड क्यारीमा राखेर लैजाने कि चेक इन ब्यागेजमा राखेर लैजाने भन्ने कुराले चाहिँ पक्कै फरक पार्छ। किनकि सामानको नेचर हेरेर कुनै वस्तु ह्यान्ड क्यारीमा मात्रै लैजान मिल्ने, कुनै वस्तु चेक इन लगेजमा मात्रै लैजान मिल्ने, ठुलो मात्रामा छ भने ह्यान्ड क्यारीमा चाहिँ नमिल्ने तर चेक इन ब्यागेजमा चाहिँ लैजान मिल्ने भनेर एयरलाइन्सले छुट्याएको छ। अझ कुनै वस्तु त प्यासेन्जर फ्लाइटमा नमिल्ने तर फ्रेटर यानी कार्गो ओसार प्रसार गर्ने फ्लाइटमा मात्रै ट्रान्सफर गर्न मिल्छ। आइकाओ अर्थात् इन्टरनेसनल सिभिल एभिएसन अर्गनाइजेसनको नियम अनुसार तपाईले लिक्विड्स, जेल, पेस्ट र एरोसोल्सहरू 100 ml और 100 ग्रामसम्मको 10 पीसेस ह्यान्ड क्यारीमा लैजान मिल्छ। तर त्यो भने तपाईले ह्यान्ड क्यारीमा राख्नु अगाडि रिसिलेबल प्लास्टिक ब्यागमा प्याक गर्नुपर्ने हुन्छ र रिसिलेबल प्लास्टिक ब्यागको साइज भने 20 by 20 सेन्टिमिटरको हुनुपर्छ। यसमा बेबी फुड र मेडिसिन चाहिँ एक्जेम्प्टेड गरेका छन्, तर तपाईलाई प्रुफ चाहिँ माग्न सक्छ है। 100 ml भन्दा माथिको कन्टेनर्समा 100 ml भन्दा लेस क्वान्टिटीको सामान छ भने पनि ह्यान्ड क्यारीमा राख्न मिल्दैन। त्यो भने तपाईले चेक इन लगेजमा नै राख्नुपर्ने हुन्छ। अब कुरा गरौँ हामीले नर्मली क्यारी गर्ने सामानहरू कुन ब्यागेजमा राख्ने भनेर। एयरलाइन्सको पोलिसी अनुसार एम्युनिसन्स जुन चाहिँ सिक्योरली प्याक्ड छ त्यो चाहिँ तपाईले चेक इन ब्यागेजमा लैजान मिल्छ तर क्याबिन ब्यागेजमा लैजान मिल्दैन। ब्लन्ट इन्स्ट्रुमेन्ट्स जस्तै कि हकी ब्याट, गल्फ स्टिक्स, क्रिकेट ब्याट यी सामानहरू पनि तपाईले चेक इन ब्यागेजमा चाहिँ लैजान मिल्छ तर क्याबिन ब्यागेजमा भने कुनै पनि हालतमा मिल्दैन। मैले लिक्विड, जेल र एरोसोल्सको बारेमा त भर्खरै जानकारी गराइहालेँ। हेयर स्टाइलिङ इक्विपमेन्ट्स जुनमा चाहिँ हाइड्रोकार्बन ग्यास कार्टिज कन्टेन भएको हुन्छ त्यो चाहिँ तपाईले चेक इन ब्यागेजमा अनि क्याबिन ब्यागेज दुईटैमै लैजान मिल्छ। लाइटर र म्याच बक्स भने तपाईले चेक इन ब्यागेज र क्यारी अन ब्यागेजमा नभई इन पर्सन यानी तपाईको आफ्नो पकेटमा लगेर जान मिल्छ भनेर भनिएको छ। तर कुनै देश जस्तै कि नेपालले भने तपाईले सलाई र लाइटर चेक इन ब्यागेज, ह्यान्ड ब्यागेज और इन पर्सन यानी तपाईको आफ्नो पकेटमा पनि लैजान मिल्दैन भनेर प्रतिबन्ध लगाएको छ। अब चेक इन ब्यागेज र ह्यान्ड क्यारी दुईटामै लैजान नमिल्ने सामानहरू के हुन् त? डेन्जरस गुड जस्तै कम्प्रेस्ड ग्यास, फ्लेमेबल और टक्सिक यो चाहिँ तपाईले चेक इन ब्यागेज र ह्यान्ड ब्यागेज दुईटामै लैजान पाउनु भएन। फ्लेमेबल लिक्विड्स एन्ड सलिड्स, रेडियो एक्टिभ मटेरियल्स, स्मल पावर ब्याट्री भेहिकल्सहरू पनि तपाईले लैजान पाउनु भएन। यी सामान या वस्तु भने तपाईले कुनै पनि ब्यागेजमा यानी ह्यान्ड क्यारी अनि चेक इन लगेज दुईटैमै राख्न मिल्दैन। लिथियम ब्याट्री पावर्ड व्हील चेयर्स जस्तै हुभरबोर्ड, सोलो व्हील्स, इलेक्ट्रोनिक स्कुटर आदि एयरलाइन्सले प्रतिबन्ध लगाएको छ। तर लिथियम आयन ब्याट्रिज भएको सामानहरू भने ब्याट्रीको भोल्टेज कति छ जस्तै 100 वाटदेखि 160 वाट हेरेर कति पिसेससम्म लैजान मिल्छ र ब्याट्री डिट्याच गरेर लग्न मिल्ने केसमा कतिवटासम्म स्पेयर ब्याट्री लैजान मिल्छ भनेर छुट्टै नियम पनि बनाएको छ। अन्त्यमा के कुरा याद राख्नुहोस् भने एयरलाइन्सको रुल अनुसार अनि ओरिजिनल डेस्टिनेसनको रुल अनुसार मिल्ने भए तापनि कुनै समयमा तपाईँ फ्लाइ गर्ने बेलामा कुन टाइपको एयरक्राफ्ट अपरेट हुँदैछ र त्यो एयरक्राफ्टमा सपोर्टिङ फिचर्स के छ भन्ने कुराले पनि तपाईलाई लास्ट मिनेटमा वरी चाहिँ पक्कै क्रिएट गराउँछ। त्यसैले समयमै तपाईले क्यारी गर्न लाग्नु भएको सामानको बारेमा एयरलाइनसँग रिकन्फर्म गर्न चाहिँ नछुटाउनुहोस्। शुभ यात्रा।